चाहिँ तपाईहरुको माइक चाहिँ अन हुने छैन क्लास अवधिभर है त केही क्वेशन छ भने तपाईहरु चाहिँ लास्टमा सोध्न सक्नुहुनेछ यो धेरै भए पनि थोरै भए पनि म बुझाउने जिम्मा चाहिँ मेरो हो है यो कारणले गर्दा फेरि धेरै भयो थोरै भयो भने त्यसलाई चिन्ता लिनु चाहिँ परेन तपाईहरुले र तपाईहरुले चाहिँ म पढाएको कुरा चाहिँ बुझाउने चाहिँ एकदम कोसिस गर्नेछु र यहाँहरुले पनि एकदमै मेहनत गर्नु होला कुरा चाहिँ गाह्रो हो है तर चाहिँ म यहाँहरुलाई सजिलो तरिकाबाट बुझाउने कोसिस गर्नेछु र यहाँहरुले पनि आफै पनि एकदम मेहनत गर्नुपर्ने हुन्छ है त अब हामी एउटा टेक्निकल एनालाइसिसको कुरा गर्छौं टेक्निकल एनालाइसिसको हामी चाहिँ फन्डामेन्टल एनालाइसिसको चाहिँ खासै चाहिँ म पढाउँदिन किनभने टेक्निकल एनालाइसिस सिकिसकेपछि तपाईहरुलाई चाहिँ फन्डामेन्टल एनालाइसिस सिक्नु चाहिँ त्यति आवश्यक चाहिँ पर्दैन यो कारणले गर्दा फेरि हामी टेक्निकल एनालाइसिसको कुराहरु गर्छौं र बेसिक देखि एडभान्स लेभलसम्म म तपाईहरुलाई चाहिँ लैजाने कोसिस गर्नेछु तपाईले जति छिटो चाहिँ पढ्नुहुन्छ जति छिटो बुझ्नुहुन्छ त्यति नै छिटो चाहिँ म अगाडि लिएर जानेछु म विशेष गरी चाहिँ म यहाँहरुको लागि प्राइस सेक्सनको कुरा गर्नेछु है त प्राइस सेक्सनको चाहिँ बढी फोकस गर्नेछु इन्डिकेटरहरुमा भन्दा म यहाँलाई चाहिँ बढी प्राइस सेक्सनमा चाहिँ बढी फोकस गर्नेछु धेरै कुराहरु इन्डिकेटरको कुराहरु लगभग नर्मल कुराहरु चाहिँ युट्युबमै भएको कारणले गर्दाखेरि प्राइस सेक्सनलाई चाहिँ बढी फोकस हुनेछ तपाईहरुको गोल भनेको चाहिँ प्राइस सेक्सन हुनुपर्छ र म यहाँहरुको लागि चाहिँ धेरै अगाडिको कुराहरु पनि नसोध्नु होला क्लासमा तपाईहरुलाई पढाएको कुरा मात्रै सोध्नु होला है त क्लासमा आज जे पढाउँछु त्यो कुरा आज सोध्नु होला अगाडिको कुरा चाहिँ नसोध्नु होला बुझ्नु भयो नि कि यो कुरा आज पढाएको कुरा बुझ्नु भएन र आजै पढेको आधारमा तपाईहरु चाहिँ स्टकको खरिद बिक्री पनि नगर्नु होला है त आजै पढाएको आधारमा भोलि पढाएकै आधारमा चाहिँ खरिद बिक्री नगर्नु होला तपाईलाई 10 दिन पढ्दासम्म तपाईहरु चाहिँ एकदम पर्फेक्ट हुनुहुन्छ यदि तपाईहरुको त्यो कुरा चाहिँ मेहनतमा भर पर्छ ओके क्लास सुरु गरौँ होला यो टेक्निकल तपाईहरु चाहिँ कपी पेन चाहिँ लिएर बस्नु होला अनि फेरि सबै चाहिँ हाम्रो प्र्याक्टिकल हुन्छ र म भिडियो पनि म प्रोवाइड चाहिँ गर्दिन भिडियो पनि सोधि नराख्नु होला सबै कुरा प्र्याक्टिकल हुने भएको कारणले गर्दा फेरि यहाँहरुले चाहिँ कपी र पेन लिनु होला र सँगै ड्रइङ पनि गर्नु होला अनि यस्तै खालको भिडियो चाहिँ मेरो युट्युबमा भएको कारणले गर्दा फेरि भिडियोको लागि तपाईलाई आवश्यकता पर्दैन यदि तपाईहरु चाहिँ रेकर्ड गर्न चाहनुहुन्छ भने तपाईहरुको ल्यापटपमा चाहिँ OBS स्टुडियो भन्ने हुन्छ मोबाइलमा चाहिँ तपाईले चाहिँ कुनै सफ्टवेयर होला है त्यो रेकर्ड गर्ने त्यसरी चाहिँ रेकर्ड गर्न सक्नुहुनेछ त्यो डाउनलोड गरेर र आजको क्लास चाहिँ मेरो युट्युबमै छ त्यो कारणले गर्दा आजलाई तपाईहरु चाहिँ रेकर्ड गर्नको लागि तपाईहरु आफै चाहिँ सक्नुहुनेछ म रेकर्ड गरेर चाहिँ दिने छैन है त सबैभन्दा पहिला हामी चाहिँ सिधै चार्टमै जान्छौं चार्टमा जानको लागि तपाईहरुले चाहिँ nepsealpha.com मा एउटा फ्रीमा हेर्न सक्नुहुन्छ चार्ट nepsealpha.com स्क्रिन आएको छ होला पक्नु ल स्क्रिन आएको छ nepsealpha.com मा तपाईहरु चाहिँ एउटा फ्रीमा चार्ट हेर्न सक्नुहुन्छ nepsealpha.com मा nepsealpha.com हान्नु होला nepsealpha.com यहाँनिर आएको छ nepsealpha.com हालिसकेपछि यो आउँछ र सुरुको nepsealpha.com को चार्ट छ यसैमा क्लिक गर्नु होला र यो चार्ट चाहिँ खुल्छ है त हामीहरु चाहिँ यही चार्टमा चाहिँ हेर्ने छौं तपाईहरु जुनसुकै चार्टमा हेरे पनि कुराहरु चाहिँ एउटै हो यो भनेको चाहिँ फ्रीमा तपाईहरुले हेर्न सक्नुहुनेछ तपाईहरुले चाहिँ आफ्नो मेल आईडी के हानेर त्यसमा लगइन गर्न सक्नुहुनेछ मेल आईडी फोन नम्बर हानेर लगइन गर्न सक्नुहुनेछ यसमा हेर्दाखेरि पनि कुरा एउटै हो र पेड चार्टमा हेर्दाखेरि पनि कुरा चाहिँ एउटै हो तपाईहरु चाहिँ यदि पेड चार्ट लिन चाहनुहुन्छ भने तपाईहरु चाहिँ एउटा SS Pro को छ एउटा चाहिँ मेरो लगानीको छ तपाईहरु चाहिँ SS Pro को चार्ट चाहिँ तपाईहरुले चाहिँ 3600 रुपैयाँ छ एक वर्षको लागि त्यसमा चाहिँ के हुन्छ त भन्ने कुरा होला त्यसमा चाहिँ के हुन्छ भन्दा फेरि मार्केट चलेको बेलामा पनि क्यान्डलहरु चाहिँ बनिरहन्छन् लाइभ चार्ट हेर्नु मिल्छ के जस्तो कि तपाईहरुको यो nepsealpha पनि सुरु गरेको छ है पछिबाट यसले चाहिँ अलिकति पेड गराउला अहिलेको लागि यसमा पनि अलिकति लाइभ चार्ट त हुन्छ तर त्यस्तो राम्रो चल्दैन भन्ने कुरा रहेको छ र क्लोजिङको हिसाबले हेर्ने हो भने तपाईले चाहिँ nepsealpha.com को चार्ट पनि लिन सक्नुहुन्छ यसमा लाइभ चाहिँ दिदैन लाइभ अपडेट चाहिँ हुँदैन है त पहिला चाहिँ हुने थिएन अहिले चाहिँ अलिअलि गराएको छ यसले पनि अलिकति पछिबाट चाहिँ पेड ल्याउला है त एउटा भनेको तपाईहरुको मेरो capital.com मा पनि हेर्न सक्नुहुन्छ है यो चार्टहरु एउटा SS Pro को भयो चार्ट लिने तरिका चार्ट लिनको लागि SS Pro मा तपाईहरु चाहिँ SS Pro शेयर संसारको साथै शेयर संसारको है त यो SS Pro शेयर संसार लगइन गरेर हान्नु भने यसमा तपाईहरु चाहिँ पेड गर्नु मिल्छ 3600 रुपैयाँ ई सेवाबाट खल्तीबाट त्यसरी लिन सक्नुहुनेछ
अर्को भनेको मेरो लगानीको रहेको छ। मेरो लगानीको लिनको लागि तपाईहरुले चाहिँ मेरो लगानी हाल्न सक्नुहुन्छ। तपाईले यदि सुरु गर्दै हुनुहुन्छ नयाँ हो भने तपाईहरुले चाहिँ पहिला चाहिँ मेरो लगानीको लिनु होला है त, किनकि 3600 रुपैयाँ चाहिँ एकदम एक वर्षको एकैचोटी तिर्नुपर्छ एसएस प्रोको। यसको चाहिँ तपाईहरुको 1 महिनाको पनि लिनु मिल्छ, 1 महिनाको पनि लिनु मिल्छ। तपाईले चाहिँ डाटा एनालाइटिक्स लिनुभयो भने यसमा चाहिँ अलिकति फन्डामेन्टल कुरोहरु पनि छ। त्यो कारणले गर्दा तपाईले चाहिँ डाटा एनालाइटिक्स लिनु होला है त, डाटा एनालाइटिक्स लिनु होला। यो चाहिँ 1 महिनाको 400 रुपैयाँ छ। यो तपाईले चाहिँ त्यहाँ सब्स्क्राइब गर्नु, के माग्छ त्यो हान्नु, अनि तपाईहरु चाहिँ ई सेवाबाट खल्तीबाट चाहिँ पेमेन्ट गर्नु मिल्छ र अटो चाहिँ यसको तपाईहरुको चाहिँ लेट्स गो भनेर देखाउँछ। यो खुल्छ है त, यो लिनु होला। र चार्टको कुरा चाहिँ यो भयो। केबाट लिने? एउटा nepsialpha.com मा लिन सकियो फ्रीमा, फ्रीको हेर्न सकियो, यसमा केही गर्नु परेन। एसएस प्रोको चाहिँ 3600 रुपैयाँ छ। यो चाहिँ 1 वर्षको लागि छ, यो प्याकेज हो भने मेरो लगानीको चाहिँ डाटा एनालाइटिक्स लिनु पर्यो। यो भनेको कति रहेछ? 400 रुपैयाँ रहेछ। र अब नर्मल्ली चाहिँ क्लास सुरु गरौँ होला है। चार्ट हेर्ने तरिका तपाईहरुलाई चाहिँ नर्मली चार्ट यस्तो खुल्छ। यसमा खुलिसकेपछि यो क्यान्डलहरु भनेको चाहिँ यहाँनिर तपाईं चाहिँ यो नेप्से लेखेको ठाउँमा क्लिक गर्नुहुन्छ। जस्तो कि यहाँनिर तपाईं चाहिँ कुनै पनि सेक्टरको हान्न सक्नुहुन्छ। तपाईहरुको चाहिँ डेभलपमेन्ट बैंक हान्न सक्नुहुन्छ। यसरी डेभलपमेन्ट बैंकको चार्ट खुल्छ है त। अनि यसमा चाहिँ तपाईं चाहिँ विकली 1 हप्ताको हेर्नु पर्यो भने चाहिँ 1 हप्ताको हुन्छ, डेली पनि हुन्छ है त, डेली पनि हुन्छ। डेली भनेको 1 दिनको क्यान्डलहरु हो यो भनेको। अनि आवरली पनि हेर्न सक्नुहुन्छ। आवरली भनेको 1-1 घण्टाको चाहिँ क्यान्डलहरु यो हैन। अनि यसमा तपाईहरु चाहिँ 1 महिनाको हेर्न सक्नुहुन्छ। तपाई जुनसुकै टाइम फ्रेमको पनि हेर्न सक्नुहुन्छ। जुन टाइम फ्रेममा हेर्नुहुन्छ, जस्तै 1 मिनेटको हेर्न सक्नुभयो, 1 मिनेटको क्यान्डलहरु हो यिनीहरु भनेको। तपाई जति जुन टाइम फ्रेममा पनि हेर्न सक्नुहुन्छ। यो क्यान्डल भनेको चाहिँ त्यो टाइम फ्रेममा बनेको क्यान्डलहरु है त। अब यो त बिस्तारै तपाईलाई थाहा हुँदै गर्छ यसको बारेमा। सबैभन्दा सुरुमा चाहिँ हामीहरु चाहिँ केबाट सुरु गर्छौं भन्दाखेरि सबैभन्दा सुरुमा चाहिँ मार्केटमा चाहिँ ट्रेन्ड कति किसिमका हुन्छन् भन्ने कुराबाट पढ्छौं हामीहरु है त। ट्रेन्ड तपाईलाई सबैभन्दा सुरुमा चाहिँ ट्रेन्ड थाहा हुनुपर्छ। मार्केटमा चाहिँ अहिले कुन ट्रेन्ड छ, बढ्दो ट्रेन्ड छ कि घट्दो ट्रेन्ड छ कि भन्ने थाहा हुनु पर्यो तपाईहरुलाई। त्यसको लागि तपाईहरुलाई चाहिँ मार्केटको अहिले ट्रेन्ड कुन हो, लगानी गर्नको लागि समय हो कि होइन, यतिकै हेरेर बस्ने समय हो कि लगानी गर्ने समय हो कि लगानी नगर्ने समय हो कि, त्यो थाहा हुनुपर्छ पहिला तपाईहरुलाई। त्यसको लागि तपाईहरुले चाहिँ ट्रेन्ड पत्ता लगाउनु पर्यो। कुन ट्रेन्डमा रहेको छ भनेर पत्ता लगाउनु पर्यो। अब तपाईहरुले चाहिँ डाओ थ्योरी अनुसार चाहिँ के हुन्छ भने चार्ल्स डाओले चाहिँ पत्ता लगाएका हुन् है। खासमा चाहिँ टेक्निकल एनालाइसिसको मेन आधार नै डाओ थ्योरीको अनुसार चाहिँ हुन्छ है त। उनको थ्योरीको बारेमा हामीहरु चाहिँ पढ्छौं सुरुमा। त्यसमा चाहिँ ट्रेन्डको कुराहरु छ, हामीलाई काम लाग्ने कुराहरु चाहिँ हामीहरु पढ्ने छौं। अब यहाँहरुले बुझ्नुपर्ने कुरा के रह्यो भन्दाखेरि मार्केटमा चाहिँ 3 वटा ट्रेन्ड रहन्छन् भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। मार्केटमा शेयर मार्केटमा 3 वटा ट्रेन्ड हुन्छन् भन्ने कुरा बुझ्नु पर्यो। यहाँहरुले चाहिँ बुलिश ट्रेन्डमा चाहिँ तपाईहरुले लगानी गर्ने हो। बुलिश ट्रेन्ड छ कि बेरिश ट्रेन्ड छ कि साइडवेज छ कि के छ, त्यो ट्रेन्ड चाहिँ थाहा हुनु पर्यो। तपाईलाई बुलिश र बेरिश भनेको त थाहा होला। बुलिश भनेको चाहिँ बढ्ने ट्रेन्ड, बेरिश भनेको चाहिँ घट्ने ट्रेन्ड। यो के कारणले भएको हो भन्दाखेरि बुलबाट बुलिश भएको। बुल भनेको चाहिँ किन्ने मान्छेहरुलाई चाहिँ बुल भनिन्छ, किन्ने मान्छेहरुलाई चाहिँ बुल भनिन्छ भने बियर भनेको चाहिँ बेच्ने मान्छेहरुलाई भनिन्छ। बियर भनेको बेच्ने मान्छेहरुलाई भनिन्छ, बुल भनेको चाहिँ किन्ने मान्छेहरुलाई भनिन्छ। किन्ने मान्छेहरु बढी चाहिँ हाबी हुन्छन् भने चाहिँ मार्केट बढ्ने भयो। बेच्ने मान्छे चाहिँ बढी हाबी हुन्छन् भने मार्केट घट्ने भयो। बेच्ने मान्छे बढी हाबी हुँदाखेरि चाहिँ बेरिश ट्रेन्डतिर जाने भयो। किन्ने मान्छेहरु बढी हाबी हुँदाखेरि चाहिँ बुलिश ट्रेन्डतिर जाने भयो। यो बुलिश र बेरिशको साइकल चाहिँ कसरी चल्छ यसको बारेमा पनि म यहाँहरुलाई बुझाउने छु। अहिले कुन ट्रेन्डमा छ भन्ने कुरा पनि म यहाँहरुलाई बुझाउने छु। सुरुमा हामीहरु चाहिँ ट्रेन्ड कति किसिमका हुन्छन् त्यो पढौं हामीहरुले। म यो क्यान्डलहरु चाहिँ हाइड गरे।
तपाईले चाहिँ यस्तो चार्ट यो चार्ट हराउनको लागि क्यान्डलहरु हटाउनको लागि चाहिँ यहाँनिर एउटा आँखो जस्तो छ, यसमा चाहिँ क्लिक गर्नुपर्ने यो हर्ट छ। मार्केटमा चाहिँ तीनवटा ट्रेन हुन्छन् भन्ने कुरा यहाँले बुझ्नु पर्यो। बुलिश ट्रेन, बेरिश ट्रेन र साइडवेज ट्रेन, अर्थात अप ट्रेन, डाउन ट्रेन र साइडवेज भनेर बुझ्नु पर्यो। अप ट्रेन, डाउन ट्रेन र साइडवेज। अप ट्रेन भनेको बढ्ने ट्रेन, साइडवेज भनेको न बढ्न सक्ने न घट्न सक्ने ट्रेन, र तपाईहरुको चाहिँ डाउन ट्रेन भनेको घट्ने ट्रेन। हामीहरु सबैभन्दा सुरुमा चाहिँ अप ट्रेन भनेको के हो यसको बारेमा हामीहरु बुझ्ने छौं। तपाईहरु चाहिँ कपी निकाल्नु होला, पेन पनि निकाल्नु होला। अप ट्रेनको बारेमा हामीहरु सुरुमा पढ्ने छौं। त्यसपछि क्यान्डलहरु चाहिँ कस्तो कस्तो भन्दाखेरि अप ट्रेनमा जाँदो रहेछ, कस्तो कस्तो भन्दाखेरि डाउन ट्रेनमा जाँदो रहेछ भन्ने कुराहरु हामीहरु बुझ्ने छौं। ओके, र अब अप ट्रेनमा के हुन्छ भने मार्केट जति बढ्छ, पक्नु तपाईहरु पनि गराउनु होला। अप ट्रेनमा के हुन्छ, मार्केट जति बढ्छ त्यो भन्दा कम घट्छ। जति बढ्छ, कस्तो बाङ्गो आयो है, पक्नु ल, मैले रिफ्रेश गरे। अप ट्रेनमा के हुन्छ भने जति बढ्छ त्यो भन्दा कम घट्छ, त्यसैलाई नै भनिन्छ अप ट्रेन। म यहाँहरुलाई गराएर देखाउँछु। अप ट्रेनमा के हुने भयो भन्दा मार्केट यसरी सरर बढ्छ हैन, सरर बढेको बेलामा थोरै घट्छ के, करेक्सन भन्छ नि। यो सामान्य करेक्सन हो, आत्तिनु पर्दैन भनेको तपाईले सुन्नुभयो होला नि त अहिले। सामान्य करेक्सन हो, आत्तिनु पर्दैन भनेको सुन्नुभयो होला नि त विज्ञहरूले। त्यो चाहिँ के भएर भनेको त्यसको बारेमा बुझौं। अप ट्रेनमा के हुन्छ, धेरै बढेको हुन्छ, थोरै चाहिँ के हुन्छ, घटेको हुन्छ, यस्तोलाई भनिन्छ अप ट्रेन। फेरि बढ्ने क्रममा के हुन्छ भने पहिला जति बढेको थियो नि त्यो भन्दा अझ बढी बढ्छ, बुझ्नुभयो नि। फेरि चाहिँ के हुन्छ, करेक्सन हुन्छ। करेक्सन भनेको के भयो, फेरि घट्ने भयो, फेरि घटेपछि फेरि बढ्छ, फेरि घट्ने भयो, फेरि बढ्ने भयो। यो ओभरअलमा हेर्ने हो भने मार्केटको के भएको छ, बढेकै छ नि त। मार्केट त बढेकै हो नि त, जस्तो यहाँबाट त यसरी बढेको छ नि त। तर हामीहरुले के लाग्छ भने यति घट ल अब त बेरिसी ट्रेन गयो, मार्केट त अब सक्यो भनेर हामीहरु चाहिँ आत्तिन्छौं। यसैलाई भन्छ करेक्सन। यो भनेको के रहेछ, बुलिश मार्केटमा चाहिँ मार्केटलाई थोरै घट्छ भने त्यसलाई चाहिँ करेक्सन भनिन्छ, र बेरिश मार्केटमा चाहिँ बढ्छ भने बेरिश मार्केटमा चाहिँ बढ्नुलाई करेक्सन भनिन्छ, बुलिश मार्केटमा चाहिँ थोरै घट्नुलाई चाहिँ करेक्सन भनिन्छ। यसका चाहिँ तीनवटा ट्रेन हुन्छन् भन्ने कुरा बुझ्नु। पहिला अप ट्रेनको बारेमा, साइडवेज मार्केट र डाउन ट्रेनको बारेमा बुझौं, त्यसपछि म यहाँहरुलाई अर्को एकछिनपछि थोरै अगाडि लिएर जान्छु है त। अप ट्रेनमा के हुने रहेछ, मार्केट चाहिँ बढ्ने क्रम चाहिँ धेरै हुनु, घट्ने क्रम चाहिँ कम हुनु, यसलाई भनिन्छ अप ट्रेन भनिन्छ। जस्तो कि माथि जाने सिँढी कि यस्तो सिँढी गराउँदै जाने भयो। तपाईहरु चाहिँ घरको सिँढी चढ्नु भएको होला, कलेजको सिँढी चढ्नु भएको होला, यस्तो सिँढी गराउँदै जान्छ बजार, अप ट्रेन। यसलाई भनिन्छ अप ट्रेन भनेर भनिन्छ। अप ट्रेनमा के हुँदो रहेछ, बढ्ने क्रम चाहिँ धेरै हुनु, घट्ने क्रम चाहिँ कम हुनु। अर्थात तपाईहरुको चाहिँ यो हाई बिन्दुहरु चाहिँ माथि माथि हुनु, पहिलाको हाई भन्दा अर्को हाई चाहिँ माथि हुनु, र अर्को हाई चाहिँ अझ माथि हुनु, र यो लो बिन्दुहरु पनि पहिलाको लो बिन्दु भन्दा अर्को माथि हुनु, र यो भन्दा अर्को अझै माथि हुनु। यसलाई भनिन्छ अप ट्रेन भनेर भनिन्छ। अर्थात यो पहिलाको हाई भन्दा अर्को हाई भनेको हायर हाई। तपाईलाई हायर हाई भन्ने कुरा थाहा हुनुपर्छ। हायर हाई र हायर लो भन्ने कुरा थाहा हुनुपर्छ। हायर हाई भनेको चाहिँ पहिलाको जुन यो टप छ, यो टपलाई टपेर फेरि अर्को टप बनाउँछ भने यसलाई भनिन्छ हायर हाई, बुझ्नुभयो नि। यो अघिको उच्च बिन्दु भन्दा अर्को उच्च बिन्दु चाहिँ माथिपट्टि हुन्छ भने त्यसलाई भनिन्छ हायर हाई। र लोअर बिन्दुहरु पनि पहिलाको यो लो बिन्दु भन्दा अर्को लो बिन्दु माथिपट्टि हुन्छ, र यो लो बिन्दु भन्दा अर्को लो बिन्दु माथिपट्टि हुन्छ भने यसलाई भनिन्छ हायर लो। अप ट्रेनमा के हुँदो रहेछ, हायर हाई र हायर लो बनाउँदै मार्केट चाहिँ बढेको हुन्छ। ओके, म यहाँनिर एउटा गराएको छु, म यहाँहरुलाई देखाउँछु। अप ट्रेनमा ल अब यहाँ हेर्नु, तपाईले यस्तो गराउन सक्नुहुन्छ।
अप ट्रेन्डमा के हुँदो रहेछ म यहाँहरूलाई अघि पनि भनेको थिएँ मार्केट के भएको छ यसरी बढेको छ यसरी बढिसकेपछि कहाँ पुगेको छ 100 रुपियाँसम्म पुगेको छ र फेरि चाहिँ घटेको छ बढ्न त 100 रुपियाँ बढ्या हो नि त तर घट्दाखेरि कति घट्यो 20 रुपियाँ मात्रै घट्यो र फेरि बढ्ने क्रममा पहिलाको अघिल्लो 100 भन्दा माथिपट्टि गयो 130 रुपियाँसम्म गयो र फेरि घट्ने क्रममा के भयो पहिलाको जुन यो लो बिन्दु छ नि तपाईहरु देख्नुभयो होला 80 रुपियाँ 80 रुपियाँसम्म नपुगिकन माथिबाटै प्राइस चाहिँ फर्कियो है त र माथिपट्टि जाँदा फेरि के भयो पहिलाको 130 रुपियाँ भन्दा माथिपट्टि नै के भएको छ प्राइस पुगेको छ अर्थात् पहिलाको उच्च बिन्दु बनेको 130 रुपियाँ थियो 130 रुपियाँ भन्दा माथिपट्टि गयो 160 रुपियाँसम्म गयो र फेरि के भयो करेक्सन भयो बुलिस मार्केटमा चाहिँ के हुन्छ बढ्दो मार्केटलाई चाहिँ बुलिस मार्केट भनिदो रहेछ भन्ने कुरा बुझ्नु पर्यो घट्दो मार्केटलाई चाहिँ बेरिस मार्केट भन्ने कुरा बुझ्नु पर्यो र बुलिस मार्केट चाहिँ कसरी सुरु हुन्छ भन्ने कुरा म एकछिनमा यहाँहरूलाई भन्छु पहिला अप ट्रेन्ड र डाउन ट्रेन्डको बारेमा बुझौँ है त अप ट्रेन्डमा के हुँदो रहेछ बढ्ने क्रम चाहिँ धेरै छ ओभरअलमा हेर्ने हो भने बढ्ने क्रम धेरै छ नि त सरर बढेको छ तर बीच बीचमा चाहिँ सानो करेक्सन भएको छ करेक्सन भनेको चाहिँ घटबढ भएको छ थोरै घट्ने धेरै बढ्ने थोरै घट्ने धेरै बढ्ने भएको छ यसैलाई भनिन्छ करेक्सन अप ट्रेन्डमा के हुँदो रहेछ हायर हाईलाई चाहिँ एचएच लेखेको छु मैले एचएच लेखेको हायर हाई भनेको पहिलाको हाई बिन्दु कति छ यहाँ तपाईले देख्नुभयो होला पहिलाको हाई बिन्दु बनेको 100 छ यो 100 लाई चाहिँ जितेर अर्को हायर हाई चाहिँ कति भयो 130 भयो 130 लाई पनि टप गरेर अर्को हायर हाई कति भयो 160 भयो 160 लाई पनि टपेर अर्को हायर चाहिँ कति भयो हायर हाई चाहिँ कति भयो 180 भयो र लो बिन्दुहरु पनि त्यस्तै हेर्न सक्नुहुन्छ अर्को एउटा पहिलाको लो बिन्दु 80 छ 80 लाई टपेर अर्को हायर लो 110 भयो 110 लाई पनि टपेर 140 भयो 140 लाई पनि टपेर अर्को चाहिँ कति भयो 150 भयो अप ट्रेन्डमा के हुँदो रहेछ हायर हाई र हायर लो बनाउँदै मार्केट बढ्छ बुझ्नुभयो नि हायर हाई र हायर लो भनेको के रहेछ पहिलाको लो बिन्दु भन्दा मार्केट घट्ने क्रममा पहिला जुन घटेको बिन्दु भन्दा त्यहाँसम्म नपुगिकन मार्केट माथिबाटै फर्किन्छ भने त्यसलाई भनिन्छ हायर लो बुझ्नुभयो नबुझेको केही छ भने सोध्न सक्नुहुन्छ अहिले लास्टमा म सोध्नको लागि टाइम दिनेछु तपाईले लेखेर राख्न सक्नुहुन्छ हायर हाई र हायर लो बनाउँदै मार्केट बढ्छ यसलाई भनिन्छ अप ट्रेन्ड भनेको बुझ्नुभयो हायर हाई र हायर लो बनाउँदै बढ्दो रहेछ भन्ने कुरा यहाँहरुले बुझ्नु पर्यो र यहाँहरुले चित्र गर्दाखेरि कस्तो गराउनु पर्यो अप ट्रेन्डमा सरर बढ्ने भयो थोरै घट्ने भयो सरर बढ्ने भयो थोरै घट्ने भयो सरर बढ्ने भयो थोरै घट्ने भयो सरर बढ्ने भयो थोरै घट्ने यसलाई चाहिँ भनिन्छ अप ट्रेन्ड यसलाई के भनिन्छ रहेछ अप ट्रेन्ड भनिन्छ यहाँहरुले यस्तो ट्रेन्डमा त हेर्नु त जहाँ लगानी गरे पनि त बढ्यो भयो नि त बढ्ने भयो हैन र ओभरअलमा त मार्केट त बढेकै छ नि त जस्तै कि अहिले बुलिस मार्केटमा तपाईहरुको टाइम लाग्न सक्छ तर चाहिँ अब हाइडो बढ्दा फेरि चाहिँ जुनसुकै हाइडो पनि बढेको छ तपाईले के हेर्नु पर्छ र त्यो भनेको अप ट्रेन्ड भएर हो के जस्तो कि तपाईले फाइनान्स किन्दा फेरि फाइनान्सको चाहिँ सर्किट हान्दा फेरि एफ लेखेको बढ्दिन्छ डेभलपमेन्टको पनि त्यही थियो भलै अहिले घटेको छ बढ्ने बेलामा त कसरी बढेको छ तपाईलाई थाहा छ नि त है त्यो के भएको कारणले रहेछ अप ट्रेन्ड भएको कारणले गर्दा फेरि जस्तो सेक्टर चाहिँ अप ट्रेन्डमा थियो सेक्टर राम्रो बढेको थियो त्यो कारणले गर्दा फेरि सेक्टरको बारेमा कुराकानी हुन्छ हाम्रो यहाँ अहिले चाहिँ म बिस्तारै लिनेछु र अप ट्रेन्डमा के हुँदै छ ओभरअलमा चाहिँ मार्केट चाहिँ बढ्दो रहेछ पहिलाको टप भन्दा अर्को टप माथि यो टप भन्दा अर्को माथि हायर हाई र हायर लो भनेको लो बिन्दुहरु पनि माथि माथि हुँदै जान्छ भने यसलाई भनिन्छ अप ट्रेन्ड भनिन्छ ओके अप ट्रेन्डको बारेमा क्लियर यो चाहिँ चार्ल्स डाओले चाहिँ पत्ता लगाएको हो उनकै थ्योरी हो है त तीनवटा ट्रेन्ड हुन्छन् अप ट्रेन्ड डाउन ट्रेन्ड साइडवेज अप ट्रेन्डको बारेमा पढिसक्यो अब म यहाँहरुको लागि यो डाउन ट्रेन्डको बारेमा भन्छु डाउन ट्रेन्ड त्यसपछि साइडवेजको त्यसपछि हामी चार्टमा पनि हेर्ने छौं अप ट्रेन्डमा चाहिँ हायर हाई र हायर लोको श्रृंखला बनाउँदो रहेछ भन्ने कुरा यहाँहरुले बुझ्नु पर्यो हामीहरु चाहिँ कस्तो ट्रेन्ड भएको कम्पनी हेर्नु पर्यो अप ट्रेन्ड भएको कम्पनी हेर्नु पर्यो लगानी गर्नको लागि अप ट्रेन्ड भएको सेक्टर हेर्नु पर्यो अप ट्रेन्ड नेप्सी चाहिँ अप ट्रेन्डमा भएको हेर्नु पर्यो डाउन ट्रेन्डको बारेमा बुझौं त्यसपछि हामीहरु
डाउन ट्रेन्डमा चाहिँ के हुन्छ, अघि चाहिँ ओभरअल चाहिँ बढ्ने थियो, अघि चाहिँ बढ्ने क्रम धेरै घट्ने क्रम कम थियो। तर डाउन ट्रेन्डमा चाहिँ के हुन्छ भन्दाखेरि घट्ने क्रम चाहिँ धेरै हुनु, बढ्ने क्रम चाहिँ थोरै हुनु, यस्तोलाई भनिन्छ डाउन ट्रेन्ड भनेर भनिन्छ। के भनिँदो रहेछ, डाउन ट्रेन्डमा चाहिँ के हुँदो रहेछ, घट्ने क्रम चाहिँ धेरै हुँदो रहेछ के, घट्ने क्रम चाहिँ धेरै हुँदो रहेछ। तर डाउन ट्रेन्डमा पनि बढ्नलाई त बढ्छ तर कम बढ्छ, बढ्नलाई त बढ्छ तर के गर्छ, कम बढ्छ। यहाँहरुको देख्न सक्नुहुन्छ, म यहाँ चार्ट बनाएको छु। म पहिला चाहिँ यो चार्टको लागि चाहिँ अहिले एकछिनमा देखाएँ, म यहाँलाई पहिला आफै गराउँछु यतापट्टि। डाउन ट्रेन्डमा के हुँदो रहेछ, घट्ने क्रम चाहिँ धेरै हुँदो रहेछ, बढ्ने क्रम चाहिँ कम हुँदो रहेछ। डाउन ट्रेन्डमा के हुँदो रहेछ, घट्ने क्रम चाहिँ धेरै हुनु, बढ्ने क्रम चाहिँ, डाउन ट्रेन्डको रातोले कलर गरौँ, तपाईहरु पनि गराउनुहोस् मसँगै। डाउन ट्रेन्डमा के हुँदो रहेछ, यसरी सरर घट्छ, मार्केट कहिले पनि एकहोरो घट्दैन। यो कुरालाई यहाँले हमेशा याद गर्नुपर्छ। यहाँले चाहिँ मार्केट चाहिँ कहिले एकहोरो घट्दैन है त। अनि फेरि चाहिँ के गर्ने भयो, बढ्ने भयो। बढ्ने क्रममा जति बढे, अघि चाहिँ घटेको थियो नि, त्यो भन्दा चाहिँ त्यति जति बढ्ने भएन कि थोरै बढ्ने भयो। र फेरि चाहिँ के थोरै बढ्न पाएको थियो, बियरहरू चाहिँ एक्टिभ हुने भए। बियरहरू एक्टिभ हुने भनेको बेच्ने मान्छेहरू एक्टिभ हुने भए। बेच्ने मान्छे धेरै भएर न बेच्नेले चाहिँ सस्तोमा घटाएर दिएर न प्राइस घट्ने हो। यसमा चाहिँ डाउन ट्रेन्डमा चाहिँ कस्तो खाले चाहिँ एक्टिभ हुँदो रहेछन्, हाबी हुँदो रहेछन्, बियरहरू हाबी हुँदो रहेछन्। बियर भनेको बेच्ने लगानीकर्ताहरू हाबी हुँदो रहेछन् भन्ने कुराहरू हामीहरू बुझ्नु पर्यो। अप ट्रेन्डमा चाहिँ बुलहरू हाबी हुँदो रहेछन्। बुल भनेको चाहिँ किन्ने मान्छे। डाउन ट्रेन्डमा चाहिँ बियरहरू हाबी हुँदो रहेछन्, बेच्ने मान्छेहरू बढी हाबी हुँदो रहेछन्, बुलहरू चाहिँ कमजोर हुँदो रहेछन्। र फेरि के भयो, प्राइस घट्यो, घट्दा फेरि धेरै घट्यो, फेरि बढ्छ, धेरै घटिसकेपछि के गर्ने भयो, थोरै बढ्ने भयो। बढ्दा फेरि पनि पहिला जति यहाँसम्म पुग्ने भएन के, तलैबाट फर्किने भयो। यो भनेको तल झर्ने सिडी। तपाईहरु चाहिँ माथि जाने, तपाई चाहिँ घरको चाहिँ पहिलो दोस्रो तला तेस्रो तलामा जानु छ भने चाहिँ चढ्दै जानु पर्यो, कि सिडी चढ्दै जानु पर्यो है। अनि माथि पुगिसकेपछि के हुने भयो, झर्ने सिडी चाहिँ के हुने भयो, डाउन ट्रेन भयो। यस्तोमा लगानी गर्नुभयो भने तपाईको पैसा चाहिँ दिन प्रतिदिन झर्दै 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 जाने भयो के। तर झर्दै पनि कस्तो झर्ने भएन, तपाईले के लाग्छ, थोरै ल अब त बढिहाल्यो कि मार्केट भन्ने लाग्छ। फेरि तपाईको रेट नआउँदै चाहिँ घट्छ, फेरि बढ्ला त नि भन्दा भन्दै घट्छ। यस्तोलाई भनिन्छ डाउन ट्रेन्ड। जति बढ्छ त्यो भन्दा धेरै घट्छ। यो के भयो, तल झर्ने सिडी। ओभरअलमा मार्केट चाहिँ के भएको छ, घटेको छ। कहिलेकाहीँ बढे जस्तो लागे तापनि मार्केट के भएको छ, घटेको छ। ओभरअलमा हेर्ने हो भने मार्केट के भएको छ, घटेको छ। मार्केट बढ्न त बढेको छ त, यहाँबाट यति बढेको छ, यति बढेको छ, यहाँबाट यति बढेको छ, यति बढेको छ। तर घट्ने क्रम त धेरै छ, घट्ने क्रम चाहिँ धेरै छ, बढ्ने क्रम चाहिँ कम छ। घट्ने क्रम चाहिँ धेरै छ, सरी, घट्ने क्रम चाहिँ धेरै छ, बढ्ने क्रम चाहिँ कम छ। धेरै घट्ने, कम बढ्ने, यस्तोलाई भनिन्छ अप ट्रेन्ड। अर्थात् तपाईहरुले अघि चाहिँ हामी के पढेको थियौ, हायर हाई र हायर लो भनेको अप ट्रेन्ड। हायर हाई भनेको पहिलाको टप भन्दा अर्को टप माथि, हायर लो भनेको पहिलाको लो भन्दा अर्को लो चाहिँ माथि। यसमा चाहिँ के हुने भयो, लोअर लो र लोअर हाई, लोअर लो र लोअर हाई। फेरि एकपटक गराए यहाँनिर, के भयो, लोअर लो, यो पहिलाको लो भन्दा अर्को लो बिन्दु चाहिँ तलपट्टि, र यो लो बिन्दु भन्दा अर्को लो बिन्दु चाहिँ तलपट्टि। र हाई बिन्दुहरू पनि हेर्नु त, पहिलाको यो हाई भन्दा अर्को हाई चाहिँ तलपट्टि, अर्थात् लोअर हाई। यो हाई भन्दा अर्को हाई चाहिँ तलपट्टि, बुझ्नुभयो। लोअर हाई र लोअर लो। मार्केट घट्दा फेरि के बनाउँदो रहेछ, लोअर लो बनाउँदै गर्छ भने लोअर हाई र लोअर लोको श्रृङ्खला बनाउँदै चाहिँ मार्केट चाहिँ घट्छ।
घट्दाखेरि के हुँदो रहेछ लोअर लो र लोअर हाई बनाउँदै मार्केट चाहिँ घटेको देख्न सक्नुहुन्छ। हामी चाहिँ घट्दो ट्रेन्डको पनि हेरौँ। म यहाँ कता गराएको थिएँ ल यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले। अब हेर्नु त यहाँ के भएको छ हेर्नु त प्राइस यसरी सरर घट्यो। घटिसके पछाडी कतिमा आएको छ 1000 रुपैयाँमा आएको छ। 1000 रुपैयाँमा आइसकेपछि प्राइस फेरि बढ्यो। बढेर कतिमा पुगेको छ 1020 मा पुगेको छ। 1020 मा पुगिसके पछाडी प्राइस फेरि घट्यो। घट्दा फेरि पहिलाको लो बिन्दु हेर्नु त कतिमा छ 1000 रुपैयाँमा छ। यो चुच्चो हेर्नु त यो लो भन्दा अर्को लो बिन्दु चाहिँ तलपट्टि छ 50 रुपैयाँ तलपट्टि छ। र हाई बिन्दु हेर्नु त यहाँबाट फेरि मार्केट बढ्यो। पहिलाको यसलाई टप गरेर माथिपट्टि गयो र यसलाई जितेर गयो र गएन नि त। तलैबाट मार्केट फर्कियो। 1020 मा नपुगी मार्केट चाहिँ तलैबाट फर्कियो। 990 रुपैयाँबाट मार्केट चाहिँ तलपट्टि फर्किएको छ। ओके र अब फेरि घट्ने क्रममा के भएको छ पहिलाको लो बिन्दु भनेको कति छ 990 रुपैयाँ छ। 990 रुपैयाँ भन्दा घट्ने क्रममा चाहिँ अझै तल घट्यो के अझै तल घट्यो। र बढ्ने क्रममा के भयो पहिलाको हाई बिन्दु थियो 990 रुपैयाँ। 990 रुपैयाँसम्म नपुगिकन तलैबाट फर्कियो। अर्थात् अब त हैन भनेर बेच्ने मान्छेहरु चाहिँ बढी हाबी भयो कि हैन अब त प्राइस बढिसक्यो भनेर चाहिँ बेच्ने मान्छेहरु चाहिँ आत्तिएर चाहिँ बेचे सस्तोमा बेच्दै गए के बेच्ने मान्छेहरुको चाहिँ कम्पिटिसन भयो बियरहरुको चाहिँ कम्पिटिसन भयो। ओके यो कारणले गर्दा प्राइस चाहिँ घट्यो। बढ्न नै दिएनन् के बढ्न नै दिएन। यसो माथिपट्टि के जान थालेको थियो फेरि बेचिहाल्छ। जस्तो गले ब्याङ्कमा चाहिँ 10 रुपैयाँ बढ्न साथ सेलरहरु भर्र आइहाल्छन् नि। हो त्यस्तै आत्तिएर चाहिँ यसमा पनि के गरेको छन् बेचेको छन्। फेरि हैन ब्याङ्क त ओहो किन्नै नहुने रहेछ भन्नुला त्यो चाहिँ हैन। त्यसमा पनि अहिले हामीहरु ट्रेन हेरौँला है त। ओके अब चाहिँ हामीहरु देख्न सक्छौं यसमा लोअर लो र लोअर हाई बनाउँदै मार्केट चाहिँ घटेको देख्न सक्छौं। लोअर लो भनेको पहिलाको 1000 भन्दा अर्को लो चाहिँ तलपट्टि चाहिँ 950 छ। 950 भन्दा चाहिँ 800 तल छ। 800 भन्दा 750 चाहिँ तलपट्टि छ। र टप बिन्दुहरु पनि 1020 अर्को 990 990 भन्दा 950 950 भन्दा 800 चाहिँ तलपट्टि छ। लोअर लो र लोअर हाई बनाउँदै मार्केट घट्छ भनेर यहाँहरुले बुझ्नु पर्यो। यस्तो खालको ट्रेन भएको कम्पनीमा पनि यहाँहरुले लगानी गर्नु भएन। किनभने यस्तो खालको लगानी गर्नुभयो भने त यसरी जहाँ लगानी गरे पनि झरिरहनु भएको छ त। प्राइस चाहिँ घटिरहेको छ त। भले यहाँ हेर्नु त बढेर 1020 भएको थियो। यहाँबाट तपाईले 750 बढे जस्तो लाग्यो तर चाहिँ 800 सम्म पुग्यो। माथि त पुगेन नि त। 1020 सम्म त पुगेन नि त। 950 सम्म त पुगेन नि त। 990 सम्म पुगेन। तलैबाट मार्केट चाहिँ फर्कियो। यस्तो ट्रेन्ड भएको कम्पनीमा पनि यहाँहरुले लगानी गर्नु भएन। डाउन ट्रेन्डमा पनि लगानी गर्नु भएन। यहाँहरु चाहिँ अप ट्रेन्ड भएको चाहिँ सेक्टरमा अप ट्रेन्ड भएको चाहिँ कम्पनीमा लगानी गर्नु पर्यो। अप ट्रेन्ड डाउन ट्रेन्ड। अब एउटा मात्रै ट्रेन्ड छ त्यो हो साइडवेज ट्रेन्ड। साइडवेज भनेको के रहेछ न बढ्न सक्नु न घट्न सक्नु। त्यसलाई त हेरेर बस्ने मात्रै भयो के 2 रुपैयाँ बढ्छ 3 रुपैयाँ घट्छ। भोलि फेरि 3 रुपैयाँ बढ्छ 5 रुपैयाँ घट्छ। फेरि 5 रुपैयाँ बढ्छ 4 रुपैयाँ घट्छ। अब त बढ्यो के भन्यो अनि ओहो अब त बढ्यो भने खुसी भयो। फेरि अर्को दिन फेरि 4 रुपैयाँ घट्छ। अब फेरि घटेर चाहिँ हिजो त बढेको थियो भने फेरि अर्को दिन 5 रुपैयाँ बढ्छ। त्यस्तो के जति बढ्ने त्यति घट्ने के साइडवेज त्यही बसिराख्ने त्यही झुलिराख्ने त्यस्तो खालको के बढ्नै नसक्ने घट्न पनि नसक्ने बढ्न पनि नसक्ने त्यस्तोलाई भनिन्छ साइडवेज। त्यस्तोमा पनि लगानी गरेर के गर्नु र बरु चाहिँ उसमा के रे त्यसमा पनि लगानी नगर्ने हेरेर बस्ने मात्रै काम हुन्छ। त्यस्तोमा पनि लगानी नगर्ने। त्योमा भन्दा त बरु फिक्स्ड डिपोजिटमा राख्न पैसा सजिलो भयो ठिक भयो। त्यसले कम्तीमा नि ब्याज त दिन्छ। अब बढ्ला कि भन्यो फेरि घट्न थाल्छ। हैन बढ्छ भन्यो फेरि अर्को दिन बढ्छ फेरि घट्छ। त्यो भनेको साइडवेज के त जिगज्याग हुनु। हायर हाई र हायर लोको श्रृङ्खला चाहिँ भङ्ग हुन्छ भने त्यस्तोलाई भन्छ साइडवेज है त। म यहाँनिर गराएँ। साइडवेज भनेको चाहिँ झुलेर बस्ने के तपाईले रिस्क त कम भयो। रिस्क कम भयो भने तपाईले त्यसमा लगानी गर्ने पनि त होइन नि। पैसा कमाउन आएको हो नि त। पैसा कमाउनको लागि अलिकति रिस्क त लिनु पर्यो नि। त्यो कारणले गर्दा साइडवेज छ भनेर यहाँ चुप लाएर बस्ने। अनि ब्याङ्क हेरेर जस्तो कि अहिले ब्याङ्कहरु साइडवेज बसेको देख्नु भयो कतिपय ब्याङ्कहरु है त नोबेल ब्याङ्कहरु भयो ग्लोबल आइएम ब्याङ्कहरु भयो
एनआइसी एसिया ब्याङ्कहरू भयो, भरु ब्याङ्कहरू भयो, 6 महिना अगाडि पनि त्यही थियो, अहिले पनि त्यही छ। त्यो रिस्क कम भयो भनेर भयो र, ब्याङ्कको सेयर हो भनेर भयो र, जति छ त्यतिमै छ। त्यो चाहिँ एकदम के अरे फन्डामेन्टली स्ट्रङ छ भनेर भयो र भएन नि। त्यो कारणले गर्दा पनि यहाँहरूले ट्रेनलाई चाहिँ हेर्नु पर्यो। भलै राम्रो कम्पनी होला, त्यो कम्पनीमा लगानी नगर्नु भनेको चाहिँ होइन, त्यसमा पनि ट्रेन आउनु पर्यो के। ट्रेन भनेको त्यसमा उतार चढाव चाहिँ हुनु पर्यो। ओके, त्यस्तो भयो भने त्यस्तो बेलामा लगानी गर्नु पर्यो। तपाईले 6 महिना अगाडि भन्दा, हेलो ठीक छ, अब तपाईहरुको चाहिँ ट्रेन हुनु पर्यो के। त्यसमा पनि किन्ने छ 6 महिना अगाडि किनेको भए पनि तपाईहरुको उही नै हो रेट। अब त्यसको चाहिँ 6 महिना भन्दा अहिले पछाडी किने पनि त अब अहिले त्यही रेटमा त किन्न पाइराखेको छ त, हैन र। त्यो ट्रेन चाहिँ हेर्नु पर्यो के। साइडवेजमा भएको भए लगानी नगर्ने, अफ ट्रेन भएको छ भने त्यस्तोमा लगानी गर्नु पर्यो। साइडवेजमा चाहिँ के हुने भयो, जति बढ्छ त्यति घट्छ, जति बढ्छ यस्तो जिगज्याग हुने भयो के। यस्तो यसलाई चाहिँ केही गर्नु परेन, एकदमै सजिलो, न बढ्न सकेको छ न घट्न सकेको छ। यस्तो ट्रेन हुनु पर्यो। यस्तो ट्रेनलाई चाहिँ के भनिन्छ, साइडवेज भनिन्छ। यस्तो बेलामा चाहिँ तपाईले चाहिँ फाइदा त धेरै हुँदैन, त्यही पनि लोमा किन्ने हाईमा बेच्ने, लोमा किन्ने हाईमा बेच्ने गर्नु चाहिँ सकियो। तर कम फाइदा हुन्छ यस्तोमा। फाइदा हुँदै नहुने भनेको हुँदैन, कम फाइदा चाहिँ हुन्छ। तपाईको चाहिँ यस्तो लो पोइन्टमा किन्ने हाई पोइन्टमा बेच्ने, लो पोइन्टमा किन्ने हाई पोइन्टमा बेच्ने गर्न सकियो साइडवेज मार्केटमा। हायर हाईमा चाहिँ हायर हाई र हायर लोको श्रृङ्खला हुन्थ्यो। डाउन ट्रेन्डमा चाहिँ लोअर लो र लोअर हाईको श्रृङ्खला हुन्थ्यो। यसमा चाहिँ तिनी दुईवटै नभएर दुईवटाको चाहिँ मिक्स हुनु के, जिगज्याग हुनु, त्यस्तोलाई चाहिँ साइडवेज भनिन्छ। ओके, म यहाँ एउटा गराएको छु होला, साइडवेजको पनि हेरिहालौँ। साइडवेज ट्रेनको चाहिँ तपाईलाई गाह्रो थियो, यो यस्तो हायर हाई लो के लेखेर चाहिँ गाह्रो जस्तो लागेको, तपाईले यो केही गर्नु चाहिँ पर्दैन, एकदम सजिलो छ। यस्तो जिगज्याग भएको भने सम्झे भयो के, तपाईले देख्दाखेरि नै थाहा हुन्छ साइडवेज भन्ने कुरा त के भएको छ। 1025 थियो, घटेर 960 आयो, फेरि बढेर कति भयो 1000 गयो, फेरि घटेर कति भयो 970 भयो, फेरि बढेर 1020 भयो। यही झुलिरहेको छ के। जस्तो यहाँबाट पनि हेर्नु त 1025 सम्म पुगेको थियो, यहाँ पनि 1025 छ, यहाँ पनि 965 देखि 1025 को बीचमा चाहिँ 60 लगभग कति भयो 900 लगभग 60 रुपैयाँ 25, हजुर त्यो 25-50 रुपैयाँ 60-70 रुपैयाँको बीचमा चाहिँ यो घुमिरहेको छ के, न बढेको छ न घटेको। 60 रुपैयाँ घट्यो 60 रुपैयाँ बढ्यो, त्यसमा फाइदा त भएन नि त। यस्तोलाई भनिन्छ साइडवेज। यस्तो ट्रेनमा पनि यहाँहरूले लगानी गर्नु भएन। हामीलाई चाहिँ के चाहियो, अप ट्रेन चाहियो, अप ट्रेन हुनु पर्यो। साइडवेजमा पनि यहाँहरूले पैसा बढाउन सक्नुहुन्न। जस्तो कि यहाँ हेर्नु त, यो लो भन्दा तलपट्टि आयो, लोअर लो भयो, फेरि बढ्दा फेरि पहिलाको हाई बिन्दु नपुगिकन तलेबाट फर्कियो मार्केट, फेरि घट्ने क्रममा के भयो, पहिलाको यो लो भन्दा माथिपट्टिबाट फर्कियो, र फेरि बढ्ने क्रममा के भयो, यो भन्दा माथिपट्टि गयो। जे पनि हुन पायो कि यही नै हुन्छ, एउटा सिरियल्ली भएन। हायर हाई र हायर लोको श्रृङ्खला पनि भएन, अनि लोअर लो र लोअर हाईको श्रृङ्खला पनि भएन, डाउन ट्रेन्ड पनि भएन, अप ट्रेन्ड पनि भएन। यसमा चाहिँ मिक्स मार्क्स भयो कि, मिक्स म्याक्स, बुझ्नुभयो नि, जिगज्याग भयो। यसलाई भन्छ साइडवेज। ओके, अब हामीहरूले चाहिँ यसमा को बारेमा पढिसके पछाडि म यहाँहरूको लागि ट्रेन, बुलिश ट्रेन चाहिँ कसरी सुरु हुँदो रहेछ, बेरिश ट्रेन चाहिँ कसरी सुरु हुँदो रहेछ, कति वर्षको चाहिँ साइकल हुँदो रहेछ, अनि त्यसपछि कतिवटा चाहिँ ट्रेन हुँदो रहेछन्। तपाईले सुन्नुभयो होला नि त, माइनर ट्रेन, प्राइमरी ट्रेन, सेकेन्डरी ट्रेन भनेको सुन्नुभयो होला नि। त्यो भनेको चाहिँ के रहेछ, यसको बारेमा म यहाँहरूलाई बुझाउनेछु है त। ओके, अब यहाँहरूले चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि, जस्तो कि तपाईले नेप्सीको एनालाइसिस गर्दै हुनुहुन्छ भने तीनवटा ट्रेन, जस्तो कि म यहाँनिर भने अप ट्रेनमा के हुँदो रहेछ, यसरी बढ्छ हैन। यो ओभरअलमा चाहिँ मार्केट त बढेकै छ नि त, होइन र।
लामो टाइम फ्रेममा हेर्ने हो भने त जस्तो कि यो चाहिँ अब यहाँबाट यहाँसम्म त मार्केट बढेको छ नि त। जस्तो कि तपाईहरूलाई चाहिँ काठमाडौँबाट नगरकोट जानु पर्यो अरे है। काठमाडौँबाट नगरकोट जाँदाखेरि सिधै यस्तो हो नि त खासमा त होइन, सिधै हो नि त। तर सिधै त गइँदैन नि त। नगरकोट जाँदाखेरि पनि के हुन्छ, नगरकोट जाँदाखेरि पनि अगाडि कोहीबाट चाहिँ नगरकोट माथि हाइटमा छ र के हुन्छ, कोही ठाउँ उकालो होला, कोही ठाउँ ओह्रालो होला, कोही ठाउँ उकालो होला, कोही ठाउँ ओह्रालो होला, कोही ठाउँ उकालो ओह्रालो उकालो ओह्रालो उकालो ओह्रालो यस्तै गरी जाने होइन र नगरकोट जाने। तर जाने त सिधै हो नि त, हो कि होइन? यो ट्रेनलाई भनिन्छ प्राइमरी ट्रेन। प्राइमरी ट्रेन भनेको चाहिँ तपाईँको लामो ट्रेन के। यो भित्रको ट्रेन भनेको चाहिँ यी सानो ट्रेनहरूलाई चाहिँ के भनिन्छ, माइनर ट्रेन। जस्तो कि यहाँ घट्नुलाई ओभरअलमा त मार्केट बढेको छ नि त। प्राइमरी ट्रेनमा के भयो, मार्केट बढेको छ। तर सेकेन्डरी ट्रेन भनेको चाहिँ त्यो भित्र हेर्दाखेरि जस्तो कि नगरकोट जाँदाखेरि थोरै अलिकति झर्नु पर्ने, उकाल जानुपर्ने, झर्नु पर्ने, उकाल जानुपर्ने हो, त्यस्तोलाई भनिन्छ सेकेन्डरी ट्रेन र माइनर ट्रेन भनेको। सेकेन्ड ट्रेन भनेको अलि ठुलो भयो, प्राइमरी बनेको चाहिँ धेरै ठुलो भयो, सेकेन्डरी बनेको त्यसभन्दा अझै भित्रको भयो, र माइनर भनेको त्यो भन्दा पनि अझै डिटेल भयो कि। जस्तो म तपाईँले यहाँ चार्टमा बुझाउँछु। जस्तो कि तपाईँ कुनै पनि नेप्सेको चार्ट अथवा कुनै पनि कम्पनीको चार्ट हेर्दै हुनुहुन्छ भने डेली चार्टलाई चाहिँ माइनर ट्रेन भनिन्छ। डेली चार्टलाई चाहिँ के भनिँदो रहेछ, माइनर ट्रेन भनिन्छ। जस्तो कि यो के भयो, नेप्से चाहिँ अहिले माइनर ट्रेनमा छ भन्ने कुरा बुझ्न सक्यो। माइनर ट्रेनमा चाहिँ के भएको छ भनेर बुझौँ है त। पहिला माइनर ट्रेन, ओके, माइनर ट्रेन नै तपाईँले पहिला मेजर ट्रेनको बारेमा हेर्नु, प्राइमरी ट्रेनको बारेमा बुझौँ होला पहिला है त। प्राइमरी ट्रेनको बारेमा बुझौँ, त्यसपछि सेकेन्डरी ट्रेन र माइनर ट्रेनको बारेमा बुझौँ होला है त। प्राइमरी ट्रेनलाई चाहिँ मन्थली चार्टलाई चाहिँ प्राइमरी ट्रेन भनिन्छ। मन्थली के एक महिनाको चार्ट, एक महिनाको एउटा क्यान्डललाई चाहिँ प्राइमरी नेप्सलाई आधार बनाउनुहुन्छ भने अथवा कुनै पनि कम्पनीको हेर्नुहुन्छ भने प्राइमरी ट्रेन भनेको चाहिँ तपाईँहरूको चाहिँ मन्थली चार्टलाई चाहिँ प्राइमरी ट्रेन भनिन्छ। अब यहाँ हेर्नु त, नेप्से यहाँ कहाँनिर घटेको देख्नु भयो नि त, सिधै गएको छ कि छैन हेर्नु त। यसलाई भनिन्छ प्राइमरी ट्रेन के। जस्तो यहाँ सिधै यहाँबाट तपाईँको यो हेर्नु त, तपाईँको जुन यो एक महिनाको क्यान्डलहरू हो, यो एक महिनाको क्यान्डल हो। यहाँबाट हेर्नु त, जुन यहाँबाट बढ्न थालेको थियो, जुन एउटा लो पोइन्ट भनेको कति छ, 1102 को लो पोइन्टदेखि यो एरियादेखि चाहिँ मार्केट के भएको छ, सट्ट बढेको छ। कहीँनिर घटेको देख्नुभयो र तपाईँहरूले, कहीँनिर देख्नु भएन। यहाँबाट चाहिँ तपाईँहरूको चाहिँ एउटा लाइन ल्याउँ, यहाँ एउटा ट्रेन लाइन ल्याउँ, यहाँबाट हेर्नु सरर बढेको छ। यो के भयो, प्राइमरी ट्रेन भयो। यो के भयो, प्राइमरी ट्रेन भयो। यसलाई भनिन्छ प्राइमरी ट्रेन। र सेकेन्डरी ट्रेन भनेको चाहिँ विकली चार्टलाई चाहिँ सेकेन्डरी ट्रेन भनिन्छ। अब विकली चार्टमा हेर्नुहुन्छ भने यहाँ हेर्नु त, विकली चार्टमा के भएको छ, अलि उ भयो कि, अलि थोरै चाहिँ उतार चढाव भएको देखिन्छ है त। अघि सट्टै बढेको थियो, यसमा के भयो, यसमा चाहिँ के भएको छ, अलिअलि होकी घट्ने बढ्ने अलिअलि होकी जस्तो चाहिँ देखियो है त। यस्तो देख्नुभयो नि त यहाँनिर। यसलाई के भनियो, सेकेन्डरी के अरे, सेकेन्डरी ट्रेन। अब यसमा अघि गरे जस्तो चाहिँ हेर्नु त, यो यसरी बढेको छ, फेरि घटेको छ, 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 बढेको छ, फेरि यहाँ अहिले चाहिँ घटेको छ। अब यहाँ हेर्नु त, म यसलाई चाहिँ हाइड गरिदिएँ। यहाँ हेर्नु त, मैले बनाएको जस्तो चित्र भयो कि भएन। यो टप भन्दा यो माथि छ, यो भन्दा यो माथि छ, यो भन्दा यो माथि छ, र यो लो बिन्दुहरू पनि माथिपट्टि छन् के। हायर हाई र हायर लोको श्रृङ्खला बनाइरहेको छ केमा, सेकेन्डरी ट्रेनमा। प्राइमरी ट्रेनमा त क्लियर बुलिस छ, सिधै बढेको छ है त। अब यसमा के रहेछ, नेप्सेलाई आधार बनाउने हो भने अहिले सेकेन्डरी ट्रेनमा चाहिँ बुलिस ट्रेनमा रहेको देख्न सक्यौँ। अब म सेकेन्डरीको चार्टमा पनि अहिले देखाउँछु। र डेली चार्टलाई चाहिँ के भनिन्छ, डेली चार्टलाई चाहिँ माइनर ट्रेन भनिन्छ। माइनर ट्रेनमा त यहाँ त ओहो बिर्सी गयो मार्केट भन्ने छ नि त हल्ला होइन। यहाँ त ओभरअलमा अब यहाँ यस्तो घटेको छ, यहाँ गएको छ, यहाँ गएको छ, यस्तो भएको छ यहाँनिर। यहाँ त ओभरअलमा मार्केट बढेको छ कि के भएको छ,
ओभरअलमा त मार्केट यो टप भन्दा यो टप माथि छ। म यसको लागि अहिले चार्टमा देखाएँ ल। पहिला तपाईहरु चाहिँ यति बुझ्नुस् कि माइनर ट्रेन्ड भनेको डेली चार्टमा बनिदो रहेछ, तपाईको सेकेन्डरी भनेको चाहिँ विकली चार्टमा हुँदो रहेछ र प्राइमरी भनेको चाहिँ मन्थली चार्टमा हुँदो रहेछ भन्ने कुरा यहाँहरुले बुझ्नु पर्यो। अब म यहाँहरुलाई चाहिँ बेरिस साइकल र बुलिस साइकलको बारेमा थोरै बुझाएँ म यहाँहरुलाई। म के भनेको छु भन्दाखेरि हामी चाहिँ केमा हेरेर यहाँ मन्थली चार्टमा हेरेको छु। मन्थली चार्ट यम लगाएको छु मैले है त। यम भनेको के हो? प्राइमरी ट्रेन्ड। प्राइमरी ट्रेन्ड हो है त। प्राइमरी ट्रेन्ड भनेको मन्थली एक महिनाको चाहिँ चार्ट हेर्दै छु। र अब हेर्नु त सर अहिलेसम्म यहाँ डाटा भएसम्म मैले चाहिँ 1998 देखिको डाटा लिएको छु। यहाँबाट अहिले अलिक ठुलो गरौँ होला, यसो ठुलो गरौँ होला। मैले चार्ट ठुलो गराएँ। ओके, देख्नुभयो? अब हेर्नु यो एक महिनाको है, एक महिनाको एउटा क्यान्डल हो। एक वर्षमा चाहिँ 12 वटा क्यान्डल मात्रै बन्ने भयो। यहाँबाट यसरी सरर बढेको छ, यतापट्टिको डाटा नभएको कारणले यताको डाटा लिन। अब यहाँ यसलाई टपमा छुनु त कति छ? यसको तलपट्टि यहाँनिर हेर्नु होला, डेट हेर्नु होला। 2000 देखि 2000 सालदेखि 2004 सम्म चाहिँ प्राइस यसरी डाउनफल भएको छ। यो के हो? बेरिस मार्केट। बेरिस भनेको के रहेछ? घट्दो ट्रेन्ड। अब बेरिस ट्रेन्ड चाहिँ हाम्रो चाहिँ कति वर्षको रहेछ? डाउ थ्योरी अनुसार चाहिँ 4 वर्षको चाहिँ बेरिस र बुलिस हुन्छ। नेपालको नेप्सेल चाहिँ ट्याक्कै त्यसलाई फलो गरेको देख्न सकिन्छ। नर्मल्ली यही नै हो। अब त्यो चाहिँ अब हेरिकन हुन्छ, कसैको 6 वर्षको नि हुन्छ, 7 वर्षको नि हुन्छ हैन। तर नेपालको चाहिँ अहिले हाम्रो नेपालको हेर्ने हो भने 4 वर्षको चाहिँ बुलिस र बेरिस साइकल चाहिँ चलेको देख्न सकिन्छ। अब 2000 देखि 2004 सम्म चाहिँ बेरिस साइकल चलेको देख्न सकिन्थ्यो। यो भनेको एक महिनाको चार्ट लिएको छु र तपाईहरु चाहिँ यहाँ 2004 बाट फेरि प्राइस यसरी बिस्तारै बढ्दै यहाँ फेरि यो मन्थली भएको कारणले गर्दा बिस्तारै बढेको देखेको हो। तपाई डेली हेर्नुभयो भने त कति ठुलो छ नि। र यसरी सरर बढेर यहाँ पुग्यो। कतिमा पुगेको छ हेर्नु त। तपाईको यहाँ यो पोइन्ट भनेको 193 बाट नेप्से चाहिँ बढेर कहाँ पुगेको छ? यसको हाई पोइन्ट हेर्नु त। हाई पोइन्ट भन्ने हो भने 1175 सम्म पुगेको देख्न सकिन्छ। कतिदेखि? 2004 देखि 2008 सम्म चाहिँ बढेको देख्न सकिन्छ। 2004 देखि 8 सम्म। बेरिस साइकल चाहिँ कति भएको थियो? 2000 देखि 2004। फेरि 2004 बाट चाहिँ बढ्न थाल्यो, 2008 सम्म गयो। 8 बाट फेरि चाहिँ के आयो? मार्केट घट्दो ट्रेन्ड आयो। घटिसके पछाडि कहिलेसम्म घट्यो? 2012 सम्म चाहिँ घटेको देख्न सकिन्छ। कति वर्ष घट्यो? 4 वर्ष चाहिँ फेरि के भयो? बेरिस साइकल आयो। बेरिस भनेको बियर आयो है त। बेच्ने मान्छेहरू बढी भए, अब कमाएको पैसा सबै बेच्न थाले है त। फेरि मार्केट चाहिँ घट्यो। कतिबाट घटेको देख्न सक्नुहुन्छ? 1175 बाट घटेर चाहिँ नेप्से चाहिँ कतिमा आयो? 300 बिन्दुमा आयो। र फेरि बढेर चाहिँ कहाँ पुग्यो भने 2012 बाट बढ्न थालेको 2016 मा तपाईहरुको चाहिँ 300 बाट चाहिँ नेप्से बढेर कहाँ पुगेको देख्न सक्नुहुन्छ? 1888 बढ्यो। कति बढ्यो हेर्नु त? कति बढ्यो? 300 बाट तपाईहरुको चाहिँ 300 बाट बढेर चाहिँ 1888 पुग्नु भनेको कति गुणा बढ्यो होला तपाई आफै हिसाब गर्नु है त। र फेरि चाहिँ तपाईहरुको 2012 देखि 2016 सम्म बढ्यो र 16 बाट फेरि चाहिँ घट्दै 1888 बाट चाहिँ कहाँनेर आयो नेप्से? यहाँ यसको लो बिन्दु भनेको 1102 सम्म चाहिँ आएको देख्न सकिन्छ। कतिमा? 2016 देखि 2020 मा 4 वर्ष चाहिँ बजार घटेको छ। अब यहाँनिर चाहिँ कतिमा आयो? 1100 बाट 1102 बाट मार्केट फेरि अहिले बढेर चाहिँ कतिको रेन्जमा पुगेको देख्न सकिन्छ? पछिल्लो क्रमको हाई 3064 को बिन्दुमा पुगेको देख्न सकिन्छ। झन्डै 3 गुणा चाहिँ बढेको देख्न सकिन्छ हैन त। ओके, अब बुझ्नुपर्ने कुरा चाहिँ के रह्यो भन्दाखेरि 2016 बाट 20 सम्म घट्यो। 4 वर्षको बुल र बियर साइकल तपाईले देख्नुभयो, हेर्नुभयो। अब 2020 बाट चाहिँ के भएको सुरु भएको छ? बुल सुरु भएको छ। 2020 बाट सुरु भएको अहिले कति हो? 2021 होइन? भनिसके पछाडि अब बियर सुरु भयो कि बुलिसमै छ मार्केट? भन्नाले बुलिस मार्केट छ। कहिलेसम्म चल्ने छ यो? ओहो, अब म त छुटिहाल्ने के रे।
अब धेरै बढिसक्यो अब त्यो बियरिस मार्केट आउन थाल्यो भन्न थाल्छ नि अब अलिकति मार्केट घट्न साथ बियरिस साइकलमा जान थाल्यो बियर आउन थाल्यो बेरिसतिर जान थाल्यो भन्छ नि त्यो चाहिँ होइन प्राइमेरी ट्रेन्डमा क्लियर अप ट्रेन्डमा रहेको छ थोरै गडबड चाहिँ भइरहन्छ अर्थात् अबको बुल भनेको कहिलेसम्म रहनेछ 2024 सम्म रहनेछ अघिल्लो पटक त्यो 4 वर्ष बढ्ने 4 वर्ष घट्ने अहिले 2 वर्षमै सकिएला र 2 वर्षमा सकिँदैन यो कारणले गर्दा फेरि तपाईहरु ठिक समयमा सिक्दै हुनुहुन्छ करेक्सन पनि राम्रो आएको छ बुझ्नुभयो भने मार्केट चाहिँ बढ्दा फेरि मात्रै सिक्ने मान्छेहरू धेरै हुनुहुन्छ विद्यार्थीहरू हैन तपाईहरु चाहिँ अहिले थोरै हुनुहुन्छ मेरो उसमा चाहिँ अहिले तपाईहरु चाहिँ थोरै हो है त मेरो ग्रुपमा झन् झन् 2-250 जना हुनुहुन्थ्यो तर बढ्दा फेरि होइन सिक्ने भनेको घट्दा फेरि सिक्ने हो घट्दा फेरि त्यो किन्ने अवसर हुन्छ नि त तपाईहरुलाई चाहिँ सिकिसके पछाडी बुझ्नुभयो नि त्यो कारणले गर्दा फेरि अबको बुलिस मार्केट भनेको चाहिँ कतिसम्म हुनेछ 2024 सम्म हुनेछ किनकि 2020 बाट सुरु भएको 4 वर्ष बाँकी नै छ थोरै घटबढ चाहिँ भइरहन्छ जस्तो कि अब यहाँ पनि त थोरै घट्ने बढ्ने भइरहेको छ नि त घट्दै बढ्दै ओभरअलमा त बढेकै थियो नि त प्राइमरी मार्केट भनेको चाहिँ के रहेछ प्राइमरी ट्रेन्ड भनेको के रहेछ मन्थली चार्टमा चाहिँ बढेकै देखाएको छ अहिले यस्तो बढेको छ थोरै घट्यो भने के रहेछ यो चाहिँ करेक्सन रहेछ भन्ने कुरा हामीहरू बुझ्नु पर्यो अब 81 घटेर यो हो अब त बियरै आउने भयो फेरि तल 1100 मा जाने भयो भन्ने कुरा चाहिँ होइन बजार चाहिँ अझै 4 वर्ष चाहिँ बढ्न चाहिँ बाँकी छ हामी केमा हेर्यौं प्राइमरी ट्रेन्डमा हेर्यौं र बुल र बियरको साइकल त भइहाल्यो अब ढुक्क हुनुहोस् तपाईहरुको चाहिँ अब तपाई चाहिँ बुलिस मार्केटमा हुनुहुन्छ अहिले 2-2.5 वर्ष बाँकी नै छ त्यो कारणले गर्दा फेरि करेक्सन भनेको तपाईहरुको लागि चाहिँ मौका हो त्यो डरै हाल्नु पर्ने स्थिति चाहिँ छैन किनकि डराउनु पर्दैन धेरै घाटा खाएर नबेच्नु बुलिस मार्केट हो भनिरहन्छु नि त मैले फेसबुकमा हो त्यही फेसबुकमा युट्युबमा त्यही हो के ओके यसलाई भनिन्छ प्राइमरी ट्रेन्ड अर्को भनेको सेकेन्डरी ट्रेन्डमा हेरौं सेकेन्डरी ट्रेन्ड चाहिँ के रहेछ सेकेन्डरी ट्रेन्ड भनेको चाहिँ विकली चार्टमा हेरिदो रहेछ विकली चार्ट भनेको चाहिँ के रहेछ भन्दा फेरि अब मैले यहाँ गराएको भएर तपाईले चाहिँ अलिकति के जस्तो लाग्यो होला तर त्यो चाहिँ केही होइन है त विकली चार्ट भनेको चाहिँ एक हप्ताको चार्ट हो एक हप्ताको चार्टमा त फेरि ओहो घट्ने र बढ्ने त धेरै देखेको छ त है घट्ने र बढ्ने धेरै देखेको छ त यहाँनेर यहाँ घट्दा फेरि के हुन्छ त्यो हेरौँ है त घट्दा फेरि के हुँदो रहेछ यो हेरौँ म चाहिँ सानो अक्षरले लेखेको छु यहाँबाट हेर्नु त एकैछिन ल मेरो फोन आयो हेलो हजुर नै छैन ए ल अब माथि आउन 3rd फ्लोर चिनगेट लगा हो एकैछिन क्लास सुरु हुन्छ एकैछिन ल मेरो एकदमै काम पर्यो म 2 मिनेट वेट गर्नु ल है सरी 2 मिनेट है विकली चार्टमा हेर्नुहुन्छ भने म ठ्याक्कै अघि बनाएको देख्नुभयो तपाईहरुले विकली चार्टमा के भएको छ भन्दा फेरि यहाँ हेर्नु त यसरी पढ्दा फेरि के भएको छ म ठ्याक्कै जे बनाएको थिएँ त्यो भएको छ कि छैन हेर्नु त के भएको छ भनेको यो पहिलाको हाई भन्दा तल्लो हाई चाहिँ तलपट्टि छ यो भन्दा अर्को चाहिँ तलपट्टि छ यो भन्दा अर्को तलपट्टि छ अर्थात् लोअर हाई र लोअर लो बनाउँदै चाहिँ मार्केट घटेको देख्न सकिन्छ यहाँ हेरौँ अलि तपाईले देख्नु भयो कि भएन यो भनेको लोअर हाई भनेको पहिलाको लो भन्दा तलपट्टि लोअर लो भनेको पहिलाको लो भन्दा तलपट्टिको के पहिलाको लो भन्दा तलपट्टि अझै त्यसलाई चाहिँ लोअर लो भनियो है त अब मार्केट घट्दा फेरि चाहिँ सेकेन्डरी ट्रेन्डमा पनि तपाईहरुको चाहिँ लोअर लो र लोअर हाई बनाउँदै मार्केट चाहिँ घटेको देख्न सक्छौं तपाईहरुले यसको लागि सर हेर्नु ल यहाँबाट म चाहिँ पहिला चाहिँ म यहाँलाई तक्नु ल सेकेन्डरी ट्रेन्ड भनेको चाहिँ विकली चार्ट रहेछ भन्ने कुरा यहाँले बुझ्नु पर्यो ल विकली चार्टमा हेर्नु त म यहाँबाट लाइन त्यो अघि जस्तो गराउँछु
ल यसलाई हाइड गरौँ त हाइड गर्दाखेरि के हुन्छ भन्दाखेरि यो लोअर लो भनेको पहिलाको लो बिन्दु भन्दा तलपट्टि गराएको छ लोअर हाई भनेको पहिलाको यो हाई भन्दा तलपट्टि बनाएको छ अर्थात् यो यसो अघि घट्ने क्रम चाहिँ धेरै छ बढ्ने क्रम चाहिँ कम छ घट्ने क्रम चाहिँ धेरै हुनु बढ्ने क्रम चाहिँ कम हुनु यस्तोलाई भनिन्छ डाउन ट्रेन्ड भनेर भनिन्छ घट्ने क्रम चाहिँ धेरै छ बढ्ने क्रम चाहिँ कम छ यस्तोलाई के भनिन्छ डाउन ट्रेन्ड भनिदो रहेछ यो चाहिँ केमा सेकेन्डरी ट्रेन्ड भनेको विकली चार्टमा र अहिले चाहिँ पछिल्लो समयको चाहिँ विकली चार्ट हेरौँ हामीहरू पछिल्लो समयको विकली चार्टमा हेर्नुहुन्छ भने तपाईहरुको के देखिन सकिन्छ भन्दाखेरि पछिल्लो समयको हेर्नुहुन्छ भने यहाँ हेर्नु तपाईहरु यसलाई बढ्दो क्रमको लागि चाहिँ अर्को कलरले लेखौँ हामीहरू हायर हाई र हायर लो हेर्नु त अहिले चाहिँ हायर लो को श्रृंखलामा छ हायर हाई र हायर लो बनाइरहेको छ नेप्सेले पछिल्लो समयमा हेर्नुहुन्छ पहिलाको टप भन्दा अर्को टप माथि छ यो लो बिन्दुहरु पनि पहिलाको लो भन्दा अर्को लो चाहिँ माथिपट्टि चाहिँ यसलाई भनिन्छ अप ट्रेन्ड भनेर भन्न सकिन्छ यो हाई बिन्दुहरु पहिलाको हाई भन्दा अर्को हाई माथि लो बिन्दुहरु पनि यो लो बिन्दु माथि छन् हाई बिन्दुहरु पनि माथि छन् म अघि तपाईलाई भने जस्तो अप ट्रेन्ड है त यो के हो सेकेन्डरी ट्रेन्डमा पनि क्लियर बुलिश ट्रेन्डमा रहेको देख्न सक्नुभयो है त यसरी हायर हाई र हायर लोको श्रृंखला बनाइरहेको छ नेप्सेले अब हामीहरु चाहिँ माइनर ट्रेन्डमा हेरौं माइनर ट्रेन्ड भनेको के रहेछ डेली चार्टमा हेर्छौं भने तपाईहरु देख्न सक्नुहुन्छ हेर्नु त म यहाँ गराएको छु पछिल्लो समय म यहाँ भन्दै आएको के छ भने यहाँ हेर्नु त हायर हाई र हायर लो र यहाँ के बनाउँछ नेप्सेले चाहिँ हायर लो बनाउँदैछ हायर लो चाहिँ पहिलाको यो लो बिन्दु भन्दा माथिपट्टि हुनु पर्ने छ यो लो बिन्दु यदि तलपट्टि आयो भने के हुन्छ लोअर लो हुन्छ तर यो माइनर ट्रेन्ड भनेको डेली चार्टमा हुँदैमा चाहिँ केही फरक पर्दैन डेली चार्टमा माइनर ट्रेन्डमा पनि सेकेन्डरी ट्रेन्डमा पनि तपाईको चाहिँ यो लोअर लो र लोअर हाई बनाउँछ भने चाहिँ ट्रेन्ड चेन्ज भयो अर्थात् अर्को बेरिस ट्रेन्डतिर गयो तपाईको चाहिँ हेर्नु पर्ने भनेको मेजर ट्रेन्ड प्राइमेरी ट्रेन्ड चाहिँ के छ म भनिहाल 4 वर्षको ट्रेन्ड रहेछ प्राइमेरी ट्रेन्ड त पुलिस छ भने 4 वर्षसम्म चाहिँ यो तपाईको लागि चाहिँ करेक्सन भनेको चाहिँ के भयो इन्ट्री हुनको लागि चाहिँ उचित समय रहेछ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो ओके यो कारणले गर्दा फेरि अहिले चाहिँ माइनर ट्रेन्डमा पनि क्लियर बुलिश ट्रेन्डमा रहेको देख्न सक्नुहुन्छ तपाईहरुले हायर हाई र हायर लो बनाइरहेको छ नेप्सेले पछिल्लो समयमा पनि अब यहाँनिर चाहिँ फेरि यो किन लोअर लो लोअर हाई लेखे भन्ने लाग्छ होला त्यसको लागि पहिलाको हाईसँग कम्पेयर गरिन्छ तत्कालको हाई बिन्दु भनेको के हो तत्कालको हाई बिन्दु भनेको चाहिँ यो बिन्दु भन्दा तलपट्टि बनाएको छ यो कारणले गर्दा फेरि यसलाई चाहिँ यो चाहिँ लोअर हाई भयो है त यो कारणले गर्दा यो लोअर हाई हो यदि हायर हाई र हायर लोको श्रृंखला चाहिँ भंग भएर चाहिँ जस्तो कि अब साइडवेज त्यस्तो चाहिँ साइडवेज भन्ने भयो कि हायर हाई र हायर लोको श्रृंखला भंग हुन्छ भने त्यसको चाहिँ साइडवेज मार्केट भनेर भन्न सकिन्छ आजको लागि तपाईहरुको लागि के पढाइ भयो भन्दाखेरि अप ट्रेन्ड डाउन ट्रेन्ड साइडवेजको बारेमा पढाइ भयो अप ट्रेन्ड र डाउन ट्रेन्ड साइडवेजको बारेमा पढाइ भयो र बुलिश साइकल र बेरिश साइकलको बारेमा पनि म यहाँहरुलाई बुझाएँ र ट्रेन्ड चाहिँ माइनर ट्रेन्ड भनेको डेली भयो विकलीको लागि चाहिँ के भनिन्छ सेकेन्डरी ट्रेन्ड भनियो र प्राइमरी ट्रेन्ड भनेको चाहिँ मन्थली चाहिँ चार्ट हेर्नुहुन्छ भने मन्थली चाहिँ के भन्दो रहेछ प्राइमरी ट्रेन्ड भनेर भनियो यसको बारेमा यहाँहरुले चाहिँ मेरो भिडियो पनि छ युट्युबमा त्यसबाट पनि हेर्न सक्नुहुनेछ यदि यही क्लास सम्बन्धी आजै पढेको कुरामा यहाँहरुको केही क्वेशन छ भने सोध्न